हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। सबैको स्वागत छ मेरो ब्लगमा। मैले अब जो मसिन मलाई लिएर आउनु थियो त्यहाँले मैले उसको सेटिङ गर्नलाई गरिरहेको छु। और यसलाई सेटिङ गर्नलाई यो टेबल चाहियो। टेबलमा यसलाई निटिङ मसिन भन्छन्, यसलाई निटिङ मसिन भन्छन्। निटिङ मसिनमा अब के काम हुन्छ, के हुन्छ, मैले सबै कुरा अब भन्ने हो बिस्तारै बिस्तारै। तपाईले कमेन्ट गरिदिनु होला कस्तो लागेछ। अब मैले अगाडि कसरी गरम यसको बारेमा के जान्न चाहनुहुन्छ तपाईले। यसले स्वेटर बनाउन सक्छन्, बच्चाको लुगा, फ्राक, मोजा, त्यो पनि ऊनवाला, ऊनको धागोको त्यो बनाउने हो। धागोबाट बन्छ, यसमा धागो लाग्छ। यो मसिनको सेटिङ गरिरहेको छु मैले। यो हो यो यसरी माथिको म सेटिङ गरेपछि तपाईलाई सबै देखाइदिन्छु कसरी यसको। गाइज, मैले सेटिङ गरिसकेको छु यसको। यो सेटिङ गरेपछि यसरी हुन्छ, यसरी गर्नुपर्छ। यसको लागि धागो चाहियो। धागो यसमा लाग्छ, यसमा यसरी गरेर फसाउनुपर्छ। त मैले योबाट के बनाउँछु, के बनाउन सक्छु, सबै मैले तपाईलाई बिस्तारै बिस्तारै भनिदिन्छु। हेर्दै रहनु होला। अरू जानकारीको लागि मैले योबाट कसरी बनाउने र यसको राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अरू यसको लागि नयाँ नयाँ जानकारी पनि लिएर आउँछु। तपाईले कमेन्ट गरिदिनु होला के जानकारी चाहियो। अब यसको बारेमा मैले बिस्तारै सबै भनिदिन्छु, सबै कुरा धीरे बिस्तारै जाँदा गरिदिन्छु। अब तपाईले हेर्दै भन्नु होला मलाई कसरी बनेछ। अब मैले योबाट के बनाउँछु म तपाईलाई पनि देखाउँछु ल, तपाईलाई जानकारी पनि दिन्छु। हजुर, तपाईले यो मसिनबाट के बनाउन, कसरी बनाउन, यो सबै सिकाइदिन्छु मैले। यो बेबी फ्रक बनाएको छु। यो 1.5 वर्षसम्म 2 वर्षसम्म राम्रोसित आउँछ नानीलाई। यो फ्रक, यो मोजाहरू बनाइदिएको छु। और यो सेट, यो यस्तरी भन्छ, यो यस्तरी बच्चाहरूको लागि यस्तरी बनाउँछन्। यो चिसोको लागि बनाउने हो। यो यसमै यो मसिनमै बन्छ। तपाईले सबैलाई मैले सिकाइदिन्छु। यो डिजाइन बनाएको यो हाफ स्वेटर सबै मैले यो मसिनबाट ही बनाएको छु। बनाएर अब मैले तपाईलाई यो फ्रक, यो डिजाइन कसरी बनाउने म सबै तपाईलाई सिकाइदिन्छु। यो सिक्न चाहनुहुन्छ भने मलाई कमेन्ट गरिदिनु होला। मैले तपाईलाई सबै सिकाइदिन्छु। और म घरबाटै यो काम गर्छु। अब चिसोको लागि मैले घरबाट यस्तो काम गर्छु। धेरै त्यस्तो बनाएर राखेको। अरू तपाईलाई पनि सिक्न चाहनुहुन्छ भने यो मसिनबाट कसरी बनाउने, कसरी बिन्ने। यो एउटा हातबाट त बन्छ, पर धेरै टाइम लाग्छ। यो मसिनबाट छिटो पनि बन्छ, पर राम्रो पनि एकदम। तपाईँलाई राम्रो मन पर्यो भने भन्नु होला। यो मसिनबाट बन्छ।